इथे तपाईँले यसरी बुहारीको यसरी कुट्न ला भरे भात खाने बेलामा अघि के गर्नु त मेरो छोरालाई भन्यो नि के गर्नुहुन्छ अनि खाना त दिनु पर्यो त उसैले उसको अगाडि तपाईँलाई मलाई पो खुवाउन मन तपाईँले छोरालाई यसरी कुटेपछि उसलाई चित्त दुख्दैन अर्को तपाईँलाई कसैले कुट्यो भने बडाउलाई कति चित्त दुख्छ बडाउलाई कसैले छिरिक्क केही भन्यो भने तपाईँले कस्तो हुन्छ अहिले कति स्वर्य त्यही हो जसको पनि बराबरी हुनुपर्छ तपाईँलाई बडाउलाई कसैले केही भन्दाखेरि कसो गर्नुहुन्थ्यो किन छोको मलाई भनेर कसो गर्नु तपाईँ यहाँ आएर चाहिँ मलाई कुट्ने बुहारीको अगाडि तपाईँलाई कसैले छोइदियो भनेदेखि अथवा बडालाई कसैले छोइदियो गाली गर मात्रै भनेदेखि तपाईँ के भन्नुहुन्थ्यो तिम्रो बाटो न खुब गाली गर्ने भाका यहाँ आएर तपाईँले गरेकै त्यस्तै छ त के बोल्नु त भाका कुरा बोल्नु अहिले के गर्नुभयो बिर्सिनु भयो गरेको लु जे भन्नु तपाईँलाई पनि चित्त दुख्दो रहेछ बडाउलाई यहाँ ल्याएर एकै ठाउँमा बसे बेला बडाउलाई यहाँ कोही मान्छेले भन्दा अनि त्यसो भन्दा अनि कसलाई कहाँ ल्याएर के भनेर लिनुहुन्छ अनि भन्नु हुँदो रहेछ के कत्रो यत्रो कुट्यो त मलाई आखिर भन्न त आइयो नि भन्दै कुट्दै